हेलो गाइस, मैले हिजो परफ्युम र रबर अर्डर गरेको थिएँ। फाइनली मेरो पार्सल आयो। अब म ओपन गर्छु है। मैले यसको लागि 4 दिन वेट गरेको थिएँ, 4 दिन, किनकि मलाई यो परफ्युम बहुत हेरेको थिएँ। अहिले बहुत मिसोमा बहुत ट्रेन्डिङमा थियो अनि त्यसपछि मैले यो अर्डर गरेँ। फाइनली आइहाल्यो एकदमै सस्तोमा र एकदमै राम्रो। मात्रै 130 रुपियाँ, यो मात्रै 130 रुपियाँमा यति राम्रो परफ्युम र यति राम्रो छ। भित्र त अझै हेर्दै जाऊँ। अहिले त मैले खोलेको पनि छैन, खोल्छु पहिला त म हेर्नु। हजुरहरूलाई कसैलाई लिङ्क चाहियो भने भन्नु होला, म लिङ्क पनि पठाइदिन्छु। हेर्नु त, एउटा झडी पनि हाल्यो यता। 1 2 3 4 5 6 एउटा अनि यसको उपरि सुन्यौँ है कस्तो छ भनेर। टेस्ट आहा, यति राम्रो छ, यति राम्रो छ, के भनौँ हजुरलाई। अब एकदमै राम्रो छ, एकदमै। म त एकदमै राम्रो छ। अर्को हेरौँ। आहा, अर्को पनि एकदम आहा, चक्लेट फ्लेभर जस्तै कि ओरेन्ज फ्लेभर जस्तै एकदमै राम्रो छ। आहा, कति राम्रो बास्ना हो। लास्टै मन पर्यो। हजुरहरूले हेर्न सक्नुहुन्छ। उता मेरो साइड सुत्नु भएको दिदीलाई पनि मन पर्यो अरे। काँचको फेरि खसेर टुट्ला नि अहिले बदराम बुद्रु गरेर। अब फेरि यसलाई हालिदिउँ यसको ठाउँमा। यसलाई प्याक गरिसक्यो भने अब मैले अर्को पार्सल खोल्ने हो र अर्को पार्सलमा के आएछ फाइनली हेरौँला। म हजुर देखाउँछु। हजुर हेर्नु अनि कस्तो भन्नु मलाई भन्नुला प्लिज। यो प्याक भइसक्यो, नलमा हेर्नु सक्नुहुन्छ के कम्पनी हो भनेर हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर यो पार्सल पनि ओपन गरौँ है। यो पार्सल पनि ओपन गरौँ त है। यो पार्सल ओपन गरी कतिको खुसी हुँदैन। के भन्नुभयो, के हो त्यो कालो के हो? त्यो कालो चाहिँ रबर ब्यान्ड हो। यो पनि मात्रै 120-30 यस्तै हो। हजुर लिङ्क चाहियो भने भन्नु होला, म लिङ्क पठाइदिन्छु। कति धेरै आएको नि बा। हजुर हेर्नु त, यति धेरै रबर आएको। मलाई चाहिँ 2 चोटि बाट्नलाई रबर एकदमै थिएन अनि मैले चाहिँ यो 2 चोटि बाट्नलाई नि